हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। मैले हजुरहरूलाई भनेअनुसार म फेरि पनि आइसकेको छु भ्लग गर्दै। अनि जय मसी सबैजनालाई। अनि अहिले चाहिँ हामी जाँदै गरेको चर्च, किनकि आज 22 अक्टोबर। आज यहाँ सेमिनार भइरहेको छ, वान डे, ओन्ली फर वान डे। अनि म र बहिनी चाहिँ रेडी भइसक्यो, भोलिन्टियर हामी। तर हामी नै लेट भइरहेको छ, बिकज हामी हिजो नै सबै कुरो काट्नु ओर्नु गरेर चाहिँ आएर चाहिँ सुते भयो भन्दा मिलेन। ढिलो आइपुग्यो नि त, हिजो 10 बजीतिर नै चर्चबाट आएको। अनि त्यही भएर चाहिँ अहिले चाहिँ हामी पुरै ढिलो भइसक्यो। सो जाँदैछौँ गाइस, किप वाचिङ। हामी सबै त्यो चर्चमा के हुँदैछ त्योहरू त सबै देखाउनु सक्दैनौँ, बट अल्सो यहाँ हामी युथहरूको फेस चाहिँ तपाईँले हेर्नु सक्नुहुन्छ। सी यू। हुन्छ, धन्यवाद पास्टरलाई। एकचोटि हामी बोल्छन् अनि पास्टरको लागि जोरदार ताली। सो गाइस, हामीहरू चाहिँ यहाँ अहिले प्लेटहरू पुस्नको लागिरहेको छ। कतिखेर आइपुग्यो? एकछिन अगाडि। भयो? सो यहाँ चाहिँ एकदमै हतारिरहेछ अहिले, लेट भएर। यो चिसो ठान्डा राखिदिनुहोस् न। म साडी लाउनु भएको रहेछ, मैले यादै गरेको थिएन। लुकिङ प्रिटी। कस्तो लाग्यो? यस्तो भइरहेछ भाइ। ए भर्खर 1 बजीदेखि बिजी भयो भने हेलो गाइस, त्यो छ। जयमसी श्रेयामा हाम्रो यहाँ जयमसी। अनि म चाहिँ यहाँनिर छु फिलहालमा। यु क्यान सी मी गाइस। चर्चको चाहिँ भिडियो गर्न मिल्दैन, अनि त्यही भएर जेम्स बस्छु। हाम्रो यहाँ निम्तेदा जयमसी। अनुहार चाहिँ अलिकति हाँसिलो हुनु पऱ्यो नि त। यतिको चाहिँ हुनु पऱ्यो नि त। देखाऊ के हो योहरू चाहिँ? सो हामीहरूले चाहिँ खानाहरू बारिसक्यो। अब हामीलाई भोक लाग्छ। लिटरली वी आर फिलिङ हङ्ग्री। भोक लाग्यो। अन्त लिटरली फिलिङ हङ्ग्री। सो त्यही भएर आन्टी भनिदिइहाल्नुहोस्, भोक लाग्यो है? भोक लाग्यो। भोक लाग्यो? लागेको छैन। नेभर गिभ अप, जिजस इज माई किङ। हट्नु न। फेरि सेकेन्ड सेसन भ्याउने गरी। त्यो चाहिँ फर्स्ट सेसन भेटाएन, तर काम चाहिँ ओपी गर्दैन मैले फेरि आउने ड्युटीबाट आउने बित्तिकै। अन्त ड्युटीमा साइकलमा जान्छ नि त, अनि त्यही भएर के साह्रो भएको भयो। अन्त
गर्दाखेरि चाहिँ अहिले चाहिँ हामी रुम जाँदैछौँ किनकि मलाई पनि अलिकति फ्रेस हुनु छ किनकि अलिकति फ्रेस हुनु छ त्यही भएर हो। अनि बहिनी चाहिँ यहाँनिर छ। अब चाहिँ हामी फेरि सेकेन्ड सेसन भ्याउनुपर्छ। सो गाइस हेर्दै गर्नुहोस्। गाइस यता चाहिँ यति डरलाग्दो गरम छ भने नि तपाईँहरूले के हेर्नु सक्नुहुन्छ। यु क्यान सी माई फेस कस्तो घाम लागिरहेछ यहाँ चाहिँ। अनि भोक पनि यस्तै टाइपको लागिरहेछ। घाम जस्तो लाग्छ भोक पनि त्यस्तै लाग्दैछ हो। अनि अब के गर्नु 12 बजी अब फेरि फर्किनुपर्छ खाना खानुपर्छ। एकछिन है त बहिनीको बात सुनौँ। भन को अङ्कल हाम्रो जीवनमा र जब हाम्रोमा केही थिएन पास्टर बाबा अनि म नानी मात्रै सिङ्गल यति मात्रै हामी एउटा बक्स लिएर चाहिँ सुकुनामा जब हामी थाले रुपियाँ पैसा जुड्दै गयो लकडिङ लगाएर मजाको अनि एउटा किचन 2टा रुम बनाएर काठहरू लगाएर चाहिँ ठामठिम जब बनाइदियौँ तब परम प्रभु परमेश्वरले म बालकैदेखि प्रभुको सेवाकाईका क्षेत्रहरूमा भनेर चाहिँ रातभरि परमेश्वरले मलाई सुत्नु दिनु भएन छ। Of Sriram Church, we would like to extend our heartfelt gratitude and appreciation to you. It is truly a great blessing. आफ्नो रहोस् भनिदिन यहाँ आएको बेला अस्मियानामा पनि पास्टरबाउले अहिले बेला कुरा लगाउँदै हामी आदर गर्छौँ। यहाँले पुऱ्याउनुभएको सेवा र सत्कार र यहाँको उपस्थिति निम्ति हामी नै आभारी छौँ र धन्यवादी छौँ। साथै हामी कृतज्ञ बनेका छौँ कि आज यति बेला म विनती गर्न चाहन्छु हाम्रो पास्टरबाउ र प्रेसिडेन्ट अगाडि आइदिनु हुन्थ्यो। पास्टरबाउलाई अघि आइकन यति बेला यो हस्तान्तरण यता आइदिनुहोस् पास्टरबाउ। यति बेला जोरदार साथमा सो हाम्रो चाहिँ यहाँ सङ्गतिहरू सबै सकिसकेको छ गाइज। अनि अहिले पनि स्टिल पुरै घाम छ। 5 बज्नु लागिसक्यो। सो थ्याङ्क यू सो मच फर वाचिङ गाइज। सी यू गाइज इन द नेक्स्ट भिडियो। यहाँ चाहिँ मेरो बहिनी लिटरली ब्लेसफुल भयो है सेवा गाइज चाहिँ। थ्याङ्क यू सो मच फर वाचिङ गाइज। सी यू गाइज इन द नेक्स्ट भिडियो। बाई बाई।